गुड मर्निङ, जय मसी सबैलाई। आज प्रभुको दिन 6-7 दिनमा एक दिन चाहिँ प्रभुको दिन। आज महिमाको दिन हो। आज 6 दिन चाहिँ हामीले उहाँलाई माग्छ है। मेरो नानीलाई यस्तो पढ्दैछ, ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस् भन्छ। धन सम्पत्ति माग्छौँ, कतिले रोग बिमार निको भइसके पश्चात चाहिँ हामी भुलकर हो नि त मान्छे, तर धन्यवाद दिनुको साटामा भोलि पठाउँछ। त्यही कारण चाहिँ आजको वचन के छ त? आज चाहिँ वचन छ तपाईँको हिब्रू 10:10। यसमा त्यही इच्छाद्वारा यीशु ख्रीष्टको शरीरको एकै चोटको बलिदानद्वारा हामी पवित्र पारिएका छौँ। हामी चाहिँ उहाँको ख्रीष्टको बलिदानद्वारा चाहिँ यहाँनिर पवित्र हामी पारिएको छौँ। हाम्रो पापहरू शुद्ध भएको छौँ है। पुरानो नियममा अहिले इष्टमित्र अन्य धर्महरूले अहिले कतिले बलिदान चढाउँछ है, कुखुरा बाख्रा इत्यादिको। किन भने चाहिँ पाप क्षमाको लागि। त्यो चाहिँ पहिला पुरानो नियममा चाहिँ सबै जातिहरूले परमेश्वरलाई, या त तपाईँहरूले भगवान भन्नुहुन्छ है, भगवान ईश्वरलाई चाहिँ रगत बगाएर चाहिँ प्रायश्चित गर्ने थियो। मेरो परिवार र मलाई क्षमा गर्नुहोस् भनेर चाहिँ पश्चातापको निम्ति बेरा बाख्रा गाई गोरु सबै काटेर बलिदान चढाउँथ्यो भने पछि चाहिँ प्रभु यीशु स्वर्गबाट मानिसको रूपमा आउनुभयो र आएर चाहिँ उहाँले हाम्रो सबै पापहरूको निम्ति क्रुसमा क्रुसिफाई हुनुभयो। त्यस पश्चात चाहिँ हामीले बलिदान गर्नुपर्छ जस्तो लाग्दैन, कारण उहाँको शरीरबाट सबै रगत, एउटा पनि रगत थिएन। निम्बु पानी मुखमा कोचाडी कोर्राको चोटहरूले उहाँलाई सबै प्रकारको रगतहरू निकालेपछि उहाँको शरीरमा एक बुँद पनि रगत थिएन। लास्टमा चाहिँ पानी चुह्यो भन्छ, रगत सकेर पनि। त्यो रगतद्वारा हाम्रो पाप क्षमा भएको छ। हरेक जातिको, हरेक धर्मको मानिसको पाप क्षमा भएको छ। यसकारण अब बलिदान दिनु जरुरी छैन। अनि यहाँनिर पवित्रता भनेको छ, जो चाहिँ निष्कलङ्क छ, पवित्र छ। तर साबुन र पानीले चाहिँ पवित्र हुँदैन। मनको गहिराई, मनभित्रको कुविचारहरूलाई हटाएर मात्रै पवित्र बन्न सक्छौँ हामी, र उहाँद्वारा मात्रै हामी पवित्र बन्छौँ। बलिदानको बारेमा भन्यो, उहाँको शरीरमा लागेको एकै चोटद्वारा चाहिँ हामीलाई हाम्रो पाप क्षमाहरू भयो, हामीलाई सबै प्रकारको रोगदेखि निको पारिए। तपाईँले विश्वास गर्दैन होला, म एउटा बुद्धिस्ट घरनाको हो र मलाई सबै प्रकारको यो एउटा पगला भएको थियो मान्छे, म पागल भइसकेको थियो। र त्यस समय चाहिँ मैले तोरीको दाना जति मात्रै विश्वास गरेको थिएँ। त्यो विश्वासको आधारमा आज म जे छु उहाँद्वारै छु, र मैले ख्रीष्टलाई अँगाल्न सकेँ। त्यस पश्चात मेरो जीवनमा सुधार हुँदै गयो। अनि टेम्पटेसन पनि धेरै आयो, तर उहाँले नै हामीलाई सम्हाल्नु भयो। उहाँले नै मलाई त्यो पगलापनबाट, रङ्गलीको सबैलाई त यादै छ, म मिङमा शेर्पा है, मलाई धेरै 1 सालभन्दा बढी 2 साल जस्तो चाहिँ दुष्ट आत्मा हो या के हो, पुरै पगला, नराम्रो चिजहरू घरमा ल्याउने, मरिसकेको फेरि जीवित भएको, र उहाँद्वारा नै मेरो पापहरूलाई क्षमा दियो। र यसरी नै म बिग्रेको मान्छे हो। मैले हरेक प्रकारको नराम्रो चिजहरू खाएर लफडा झगडा गरिरहने मान्छे म हुँ। र त्यस पश्चात मैले तोरीको दाना जतिको विश्वासमा मैले प्रभुलाई ग्रहण गरेँ, एक्सेप्ट गरेँ। त्यस पश्चात मेरो जीवनमा धेरै ठुलो कामहरू भयो। र साथीभाइ हो, तपाईँहरूलाई म यही कुरा गर्छु। हिब्रू 10:10मा चाहिँ एउटा चाहिँ देखाएको छ, इच्छा, उहाँको इच्छा, त्यही इच्छा जो छ परमेश्वरको इच्छा अनुसार शरीर चाहिँ हाम्रो निम्ति बलिदान दिनुभयो। एक चोट है, एकैचोटिको बलिदान है। अनि हामी पवित्र पारेको छौँ। अब हामी पवित्र पारेको छौँ। पवित्र जाति चाहिँ, अब पवित्रताको बारेमा भन्नुपर्दा सेतो कपडामा चाहिँ दाग लाग्यो भने कस्तो हुन्छ हो, त्यस्तै मानिसको जीवनमा
दाग धब्बा लाग्छ, तर त्यो दाग धब्बालाई केले सफा गर्ने है? प्रभु मात्रै हुनुहुन्छ त्यो सेतो दागलाई, सेतोमा कालो दाग हटाउने। त्यसकारण तपाईँहरूले आजको दिन चाहिँ उहाँलाई दिनुहोस्। जतिले उहाँलाई विश्वास गरेको छ विश्वास गर्नुहोस्। म एउटा साक्षी हुँ, जो चाहिँ म बुद्धिस्ट परिवारबाट हो। मलाई कम्प्लिटली घरबाट पनि त्यागेको अवस्थामा थियो, छोडेको अवस्थामा परिवारले सबैले। त्यस पश्चात चाहिँ मेरो जीवनमा एउटा गम्भीर काम गर्नुभयो, पवित्र बनाउनु भयो। धन्यवाद छ भाई और बहनों। आप लोग के लिए आज हिब्रू 10 का 10 में उनका इच्छा के द्वारा वो एक ही बार क्रूस में क्रूसीफाई हुआ और उनका बलिदान द्वारा हम लोग पवित्र किया गया है। इसलिए उनका उपकार को भूलना नहीं है। जो आज 7 दिन परमेश्वर और ईश्वर ने दिया है, वो 7 दिन में एक दिन परमेश्वर को धन्यवाद देना है, क्योंकि आज तक हम लोग को अनुग्रह, दया, कृपा करके हम लोग को संसार में रखा गया है। इसलिए सभी बंदों ने उनको वो टाइम में छोड़ दिया। पहले तो बलिदान भेड़ बकरी बैल ये सब लगा के करता था। अभी उनका जो बलिदान क्रूस में दिया गया, तब तो बलिदान का नाम नहीं रहे है। हमको लगता है अभी बलिदान देने का कोई ज़रूरत नहीं, लेकिन हृदय का बलिदान जो धन्यवाद का भेंट है उनको देना है। थैंक यू फॉर वॉचिंग माय वीडियो। थैंक यू। जय मसीह की। हैव अ ग्रेट डे।